के तपाईको वरपर भएका उम्मेदवार कतै नेपो किड्स त होइनन्? हिजो नेपोटिजमको विरोधमा आवाज उठ्यो, भ्रष्टाचार कुशासनको विरुद्धमा आवाज उठ्यो। आज त्यही आवाजको जगमा टेकेर आफूलाई त्यसैको प्रतिनिधि भन्दै उम्मेदवारहरू उभिएका छन्। अब एउटा गम्भीर प्रश्न छ, जेन्जी आन्दोलन कुनै पार्टीको नारा थिएन, त्यो नेपोटिजम विरुद्धको आवाज थियो। नेपो किड्स, बेतिती, बेरिती र भ्रष्टाचारको विरोध थियो। तर आज त्यही आन्दोलनको प्रतिनिधि हुँ भनी दावी गर्ने धेरै पात्रहरू राजनीतिक मैदानमा देखिँदैछन्। अब भावनामा होइन, सिधा प्रश्न गरौँ, के ती उम्मेदवार कतै नेपो किड्स त होइनन्? कतै उनीहरू पनि राजनीतिक, आर्थिक वा शक्ति केन्द्रित परिवारबाट हुर्किएका त होइनन्? कि आफूले आफ्नो परिवारले गरेको सबै ठिक र अरूले गरेको सबै बेठिक, यस्तो साइकोलोजीबाट राजनीति चल्छ भने त्यो परिवर्तन होइन, त्यो हिपोक्रेसी हो, पाखण्डपन हो। सेलिब्रिटी हुनु अपराध होइन, धनाढ्य घरानामा जन्मिनु पनि अपराध होइन। तर नेपोटिजम विरोधी आन्दोलनको जगमा टेकेर राजनीति गर्नेले पहिला एउटा प्रश्नको सामना चाहिँ गर्नै पर्छ, कतै म आफै नेपो बेबी त होइन? हिजो भ्रष्टाचारको विरोध साँचो थियो भने आज अगाडि आएका पात्रहरू कतै त्यही भ्रष्टाचारको जालोसँग जोडिएको परिवारका सदस्य त होइनन्? हिजो नेपोटिजम गलत थियो भने आज आफ्नै वरपरको नेपोटिजम पनि गलत हुनुपर्छ। घन्टी, नारा वा ट्रेन्डले कसैलाई स्वतः निर्दोष बनाउँदैन। त्यसैले साथीहरू, एकचोटि आफ्नै वरपरका उम्मेदवारलाई राम्ररी हेरौँ, गम्भीर भएर अध्ययन गरौँ। कतै असल र शुद्धताको खोल पछाडि नेपो बेबीको खतरनाक आवरण त छैन? अध्ययन गरौँ, प्रश्न गरौँ।